उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले सबै नगरवासीहरूलाई शुद्ध खानेपानी उपलब्ध गराउने लक्ष्य पूरा गर्ने कार्यका लागि तीव्रताको साथ काम गरिरहेको हो। नेपाल सरकारले सन् 2030 सम्म सबै नेपालीलाई शुद्ध खानेपानी उपलब्ध गराउने योजना अघि सारेको भए पनि उर्लाबारीमा भने सरकारले घोषणा गरेको समयभन्दा 3 वर्ष अघि अर्थात् सन् 2027 मै सबै उर्लाबारीवासीहरूलाई खानेपानी वितरण योजना अघि बढाएको छ। यो योजना अनुसार उर्लाबारी खानेपानी संस्थाले हालसम्म 430 किलोमिटर खानेपानीको पाइपलाइन विस्तार गरिसकेको छ। हाल 70,000 उपभोक्ताहरूले शुद्ध खानेपानी उपयोग गरिरहेको र 10,000 धारा जडान गरिएको कार्यालय प्रमुख राजु बुढाथोकीले जानकारी दिए। उर्लाबारी खानेपानी संस्थाकी उपभोक्ता विमला लिम्बू विगतमा खानेपानीको समस्या रहेको उर्लाबारीमा अहिले पानीको राम्रो व्यवस्था रहेको बताउँछिन्। पानी त राम्रो छ नि सर, अहिले त हामी सबैभन्दा फेरि यो 9 नम्बरको सबैभन्दा पानी खराब भएको बस्तीमा बस्ने मान्छे हामी है। 8 नम्बर पुरानो राजघाट 8 को परमाव खोलाको छेउको धारको बस्तीको मान्छे हामी। जहिले रातो पानी मात्रै आउँथ्यो, तर यो उर्लाबारी खानेपानीले हामीलाई चाहिँ अन्त यो 9 नम्बरमा अन्त विस्तार नहुँदाखेरि पनि हामीलाई चाहिँ विशेष गरेर उर्लाबारी खानेपानीले हाम्रोतिर विस्तार गरिदिनु भयो सुरुमै। हामी त एकदम खुसी छौँ सर, साह्रै राम्रो छ पानी अहिले। हामी त बसाइ नै जानु कि पानीको पिरोले के गर्ने भन्ने पनि हुन्थ्यो होइन। अब अहिले त्यो क्रम घटेको छ, राम्रो छ पानी। त्यो जो अहिले उहाँहरूले दिनुभएको चाहिँ एकदम ठिक छ होइन। अब टाइमिङमा त छैन, रेगुलर नै आइरहेको छ पानी। टाइमिङ भयो भने चाहिँ हामीलाई समस्या छ, रेगुलर नै दिइराख्नु भयो भने चाहिँ खानेपानीलाई। उर्लाबारीमा 10 वटा ट्याङ्कीबाट सम्पूर्ण उर्लाबारीवासीलाई शुद्ध खानेपानी वितरण गर्ने लक्ष्यका साथ संस्था अघि बढेको अध्यक्ष चिन्तामणि पौडेलले बताए। यो उर्लाबारी खानेपानी संस्था हामी हिजो 2052 सालमा स्थापना गर्दै गर्दा यो संस्थाको त्यो बेलाको कार्यक्षेत्र चाहिँ हाम्रो थोरै नै थियो। हामी बक्रा खोलादेखि माव खोलासम्म भनेर त्यो बेला उर्लाबारी गाविस हुँदा 5 वटा वडा मात्रै थियो। उर्लाबारी नगरपालिका मात्रै एउटा उपभोक्ता समितिले अहिले हामीसँग 10 वटा खानेपानी ट्याङ्की अब बन्दै गरेको सहित 10 वटा खानेपानी ट्याङ्कीको हामी पानी सञ्चालन गर्न गइरहेका छौँ। त्यसमा अहिले 7 वटाबाट हामीसँग सञ्चालन भएको छ भने 3 वटा खानेपानी ट्याङ्की चाहिँ हामी अब सञ्चालन गर्ने प्रयासमा छौँ। मलाई चाहिँ उर्लाबारी खानेपानीको काम गर्दाखेरि उर्लाबारीको अरू सङ्घ संस्थाभन्दा उर्लाबारी खानेपानीले राजनीतिक दलले पनि हामीले जतिखेर जे भन्यौँ राजनीतिक दलले त्यो सहयोग गर्नुभएको छ। यसो पर्व है भनेर त्यहाँको अध्यक्ष सभापति उहाँहरूको पार्टीका सिस्टम अनुसारका मान्छेलाई खानेपानीलाई यो समस्या आयो भन्दा उहाँहरू आइदिनु पनि भएको छ र तपाईँहरू सबै राजनीतिक दल भेला भइदिनुहोस्, यो विषयमा छलफल गर्नुपर्ने छ भन्दा त्यसको निकास पनि निकालिदिनु भएको छ। अहिलेसम्म यो उर्लाबारीमा नयाँ कुरो चाहिँ के हो भन्नुहुन्छ भने अहिलेसम्म यो उर्लाबारीमा निर्वाचन भएको छैन, सहमतिबाटै हामी अहिले पनि 6 दलका मान्छे यो समितिमा रहेर काम गरिरहेको अवस्था छ। त्यसले गर्दा राजनीतिक दलले हामीलाई पूर्ण रूपमा सहयोग गरेको छ, नगरपालिकाले पूर्ण रूपमा सहयोग गरेको छ, जनप्रतिनिधिले पूर्ण रूपमा सहयोग गरेको छ र यहाँको जनताहरूले पनि अब छिटपुट रूपमा सबै भन्नु त हुँदैन, तर समग्रमा हेर्ने पनि सबै जनताले पनि उर्लाबारी खानेपानीलाई सहयोग गरेको अवस्था। संस्थाले उपभोक्ताहरूको आवश्यकता अनुसार ग्राहकले मर्मतका लागि बोलाएको अवस्थामा छिटो भन्दा छिटो मर्मत कार्य गरेर उपभोक्ताहरूको मन जित्न थालेको छ। पानी उपयोग गरेको महसुल भुक्तानी ब्याङ्किङ सेवाबाट हुने समेत व्यवस्था मिलाएका कारण उपभोक्ताहरूलाई सहज हुन थालेको छ।